नमस्कार, म दिनेश नागरी। सदा झैँ आज पनि तपाईँहरूको बिचमा एउटा प्रसङ्ग लिएर आएको छु। उक्त प्रसङ्ग छ मानिसले दुःख पाउने कारण मध्ये एउटा कारण आजको श्रृङ्खलामा तपाईँहरूको बिचमा राख्ने अनुमति चाहन्छु। हामी सामान्यतया आफ्नो कामभन्दा अरूको काममा बढी चासो दियौँ भने आफूले गर्ने जिम्मेवारी भन्दा अर्काले गर्ने कार्य सम्पादनतिर हामीले ध्यान दियौँ भने त्यहाँ दुःख हुँदो रहेछ। त्यो प्रकृतिसँग मिल्ने एउटा उदाहरण सानो कथाको रूपमा यहाँहरूको बिचमा राख्न चाहन्छु। एउटा कुनै एउटा किसानको घरमा दुईटा जनावर रहेछन्। एउटा कुकुर रहेछ र अर्को चाहिँ गधा रहेछ। सदा चाहिँ अब कुकुर प्राय गेटमा हुने नै भयो। कुकुर गेटमा थियो र गधा चाहिँ किसानको घर छेउकै त्यो खोरमा, त्यो गोठ पनि भनौँ, त्यहाँ राखिएको थियो। अब एक दिन राति 10-11 बजीतिरको समय होला, एकजना मान्छे त्यो किसानको घरमा छिर्ने प्रयास गर्छ। आउँछ, गेटमा आउँछ, गेटबाट गेट खुल्छ अनि भित्र छिर्छ। त्यो बेला कुकुर गेटमै थियो। ऊ भुकेन पनि, बिउजै थियो, हेरिरह्यो। तर कुकुर नभुकेको देखेर आफ्नो चाहिँ जो मालिक हो, किसान हो, उसलाई अप्ठ्यारो गर्ने हो कि भनेर गधा चाहिँ त्यहाँ चिल्लाउन थाल्यो, कराउन थाल्यो। ठुल्ठुलो स्वरमा गधा करायो। अनि त्यो गधा कराएको देखेर किसान चाहिँ राति उठ्यो। त्यसपछि त्यहाँ केही देखेन। अनि 2-4 डन्डा गधाको पिठ्यूमा किसानले बजायो। अनि किसान राति सुत्यो। अनि यतापट्टि गधाको पिठ्यूमा चोट लागिसकेपछि यतापट्टि कुकुर चाहिँ हाँस्छ। त्यो देखेर गधालाई रिस उठ्छ। अनि त्यो रात त्यत्तिकै बित्छ। अर्को बिहान गधा र कुकुर सँगै हुन्छन्। अनि कुकुर भन्छ, के अरे गधा भन्छ, हेर कुकुर भाइ, हिजो तिमी त्यो मालिकले मलाई पिट्ने बेला तिमी हाँसिरहेका थियौ। त्यो बेला कुकुरले भन्छ, जब म गेटमा थिएँ, म आफ्नो काम गरिरहेको थिएँ। तिमीले आफूले गर्ने काम छोडेर मैले गर्ने कामको पछि लाग्यौ, तिमीले दुःख पायौ। त्यो राति आउने मान्छे त्यो किसानको चाहिँ आफ्नै भान्जा हो। त्यो राति पनि आउँछ, बिहान पनि आउँछ, दिउँसो पनि आउँछ। उसलाई त्यहाँ आउने खुला छ। अनि राति म किन भुक्ने, त्यसलाई त खुला छ, आउँछ जान्छन् तिनी भन्ने कुरा भनिसकेपछि अनि गधा चाहिँ चुप्प लाग्यो। यो सानो कथाको सन्देश के हो भने आफ्नो काम छोडेर हामीले अर्काको कामको चाहिँ चियो चर्चा गर्न सुरु गर्यौँ, अर्कालाई चाहिँ निहाल्न थाल्यौँ र आफ्नो काम बिर्सन थाल्यौँ भने हामी दुःख मात्रै पाउँछौँ। त्यसैले आफ्नो काम गरौँ, आफ्नो जीवनमा रमाउँ। अरूलाई दुःख कोट्याउने भन्दा पनि, अरूको गल्ती देखाउने भन्दा पनि आफ्नो काममा राम्रो गरौँ, समाज अगाडि बढ्छ भन्ने सन्देश रहेको थियो। हस्, थ्याङ्क यू, धन्यवाद।